नमस्कार। आज हामी ललितपुरको महालक्ष्मी नगरपालिका वार्ड नम्बर 3 इमाडोलमा रहेको एउटा प्राचीन पोखरी जसलाई स्थानीयले बोझो पोखरी भनेर चिन्छन्। के तपाईँलाई थाहा छ यो पोखरी काठमाडौँ उपत्यकाको सभ्यताभन्दा पनि पुरानो भएको विश्वास गरिन्छ। आखिर यसको इतिहास र पौराणिक कथा के हो? आज हामी यही रहस्यको खोजी गर्न जाँदैछौँ। बोझो पोखरी महालक्ष्मी नगरपालिका वार्ड नम्बर 3 इमाडोल ललितपुरमा अवस्थित छ। यो पोखरी स्थानीय समुदायका लागि धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको रूपमा परिचित छ। आज यहाँ घुम्न आउने, डुङ्गा सेयर गर्ने र शान्त वातावरणको आनन्द लिने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ। स्थानीय जनविश्वास अनुसार धेरै समयअघि काठमाडौँ उपत्यका विशाल तालले भरिएको थियो। त्यसबेला भगवान मञ्जुश्रीले चोभारको डाँडा काटेर तालको पानी बाहिर निकाले। त्यसपछि बाँकी रहेका प्राकृतिक जलाशयमध्ये बोझो पोखरी पनि एक हो भन्ने विश्वास गरिन्छ। यसरी पोखरीको पुरानो नाम इबिदह रहेको र यही नामबाट पछि इमाडोल नाम विकसित भएको स्थानीयको विश्वास छ। बोझो पोखरीसँग अर्को रोचक कथा पनि जोडिएको छ। स्थानीय विश्वास अनुसार यहाँ नागराजको बास थियो। प्रत्येक 12 वर्षमा पनौतीमा लाग्ने मकर मेलाका बेला तौडाहाका नागराजा बादलसँगै बोझो पोखरी आउने विश्वास गरिन्छ। त्यस दिन तीव्र हावा चल्ने, आकाश बादलले ढाकिने र प्रकृतिमा अनौठो परिवर्तन देखिने भनाइ आज पनि सुनिन्छ। एक समय यस पोखरी वरिपरि बोझो अर्थात् औषधीय वनस्पति प्रशस्त पाइन्थ्यो। यही वनस्पतिको नामबाट पोखरीलाई बोझो पोखरी भन्न थालिएको स्थानीयको भनाइ छ। बोझो घाँटी र अन्य रोगको घरेलु औषधिका रूपमा प्रयोग गरिन्छ। सहरीकरणसँगै एक समय यो पोखरी सुक्दै गएको थियो, तर पछिल्ला वर्षहरूमा स्थानीय बासिन्दा र सरकारवालाहरूको पहलमा यसको संरक्षण र पुनर्जीवनको प्रयास भएको छ। अहिले पोखरी वरिपरि मन्दिर, विश्राम स्थल, हरियाली र डुङ्गा सयरको सुविधा पनि विकास गरिएको छ। बोझो पोखरी केवल एउटा जलाशय होइन, यो इमाडोलको इतिहास, संस्कृति, जनविश्वास र प्राकृतिक सम्पदाको जीवित प्रतीक हो। यद्यपि यससँग सम्बन्धित धेरै कथाहरू लोकविश्वासमा आधारित छन् र ऐतिहासिक रूपमा पूर्ण रूपमा प्रमाणित छैनन्। तिनले यस स्थानको सांस्कृतिक महत्त्वलाई अझ समृद्ध बनाएका छन्।